चाहन्छु। उहाँको लागि म जोरदार ताली खुट्न अपेक्षा गर्न चाहन्छु। पिताम्बर पाण्डे सर जुन हाम्रो शिवराज नगरपालिकामा उहाँ चाहिँ प्रशासकीय अधिकृत रूपमा अहिले कार्यरत हुनुहुन्छ, उहाँप्रति उच्च सम्मान हामी व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी शिवराज नगरपालिकामा लेखा अधिकृतको रूपमा वरिष्ठ लेखा अधिकृतको रूपमा कार्यरत आदरणीय सर रामचन्द्र मरासिनी सरलाई पनि आजको यस कार्यक्रममा उपस्थित भइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। रामचन्द्र मरासिनी सरप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी शिवराज नगरपालिकामा शिक्षा शाखामा शिक्षा अधिकृतको रूपमा कार्यरत आदरणीय सर श्री दिनेश चौधरी सरलाई पनि आजको यस कार्यक्रममा उपस्थित भइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी शिवराज नगरपालिकामा प्रशासन शाखामा कार्यरत श्री बाबुराम